सिजी टेम्पलमा छौँ। यो सिजी टेम्पल चौधरी ग्रुपले निर्माण गरेको। आजका दिनमा यहाँ हजारौं मान्छेहरू घुम्नलाई आउँछ। तर के हामी तपाईलाई सिजी कम्पनीले, सिजी ग्रुपले गरेको स्ट्रगल, विनोद चौधरी ग्रुपले गरेको, विनोद चौधरीले गरेको स्ट्रगल, विनोद चौधरीका फ्यामिलीले गरेको स्ट्रगल थाहा छैन होला। तर हामीलाई चौधरी ग्रुपको बारेमा थाहा छ, विनोद चौधरीको बारेमा थाहा छ। यो किन पोसिबल छ र किन हुन्छ यस्तो? समाजको रीत नै हो। समाजले तपाईको स्ट्रगल देख्दैन, समाजले तपाईको सक्सेस देख्छ, समाजले तपाईले गरेको मेहनत देख्दैन, समाजले तपाईको प्रतिफललाई देख्छ। त्यही भएर धैर्यताको साथ, पेसेन्सको साथ मेहनत गर्नुस्, आफूलाई डिसिप्लिनमा राखेर मेहनत गर्नुस् र आफूलाई सफल बनाउनुस्। मान्छेले तपाईले गरेको मेहनत, तपाईले मेन्टेन गरिराख्नु भएको डिसिप्लिन हेर्ने होइन, तपाईको मेहनत, तपाईको डिसिप्लिनले जुन प्रतिफल दिन्छ त्यो प्रतिफललाई हेर्छ। आज चौधरी साम्राज्यलाई हामी हेर्छौँ तर चौधरी ग्रुपले गरेको स्ट्रगललाई हामी हेर्दैनौँ। त्यही भएर यसबाट हामी सिक्न सक्छौँ कि हामीले धैर्यताको साथ मेहनत गर्नुपर्छ र आफ्नो साम्राज्य तयार गर्नुपर्छ। यस्तो साम्राज्य जहाँ दिनको 1000 मान्छे घुम्नलाई आओस् र तपाईको कहानीमा रुचि देखाओस्। धन्यवाद।